सुकुम्बासीलाई हटाउन मिल्दैन कि कहाँ हटाउन मिल्छ मानव अधिकार हुँदैन हुन्छ तर काठमाडौँको हिसाबमा चाहिँ खोला छेउमा भएको मनोरा कागेश्वरी यो थापाथली लगायत खोलामा खतरा हुने भएको हुनाले हामीले पोर्सालतिर देखेको हो नि त त्यसरी बगाएको त्यो खतराको हिसाबलाई मध्यनजर राख्दै हटाइएको र अन्य जिल्लामा फिट्टिकै नहटाउने क्लियर हुनुहोस् है जुन अहिले आन्दोलन गरिरहेको छ हावाताल आन्दोलन गर्नै पर्दैन हटाउने भनेकै छैन पहिला पहिचान गर्ने त्यसपछि व्यवस्थापन गर्ने अनि मात्रै हटाउने र त्यसपछि अधिकरण भएको सार्वजनिक र सरकारी जग्गाहरू निकाल्ने भनेको छ न कि अहिले भर्खरै उठिहाल्यो भोलि नै डोजर आउँछ भन्ने होइन मान्छेले आफ्नो आफ्नो फाइदाको लागि कुरा गरेका हुन् यो शहरी विकास मन्त्री सुनिल लम्सालले पनि भनेका छन् र यो काठमाडौँ बाहेक अन्य ठाउँमा चाहिँ अर्दैन काठमाडौँको पनि त्यो खोला किनारामा खतरालाई मध्यनजर राख्दै अहिले हटाएको भनेर सरकारले गरेको छ यदि अन्य ठाउँमा पनि यसरी गर्यो भने सरकारले थाम्न पनि सक्दैन र विरोध पनि आउँछ विरोध गर्नु पनि पर्छ अन्य ठाउँमा सरकारले गर्न पनि मिल्दैन र अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टी जुन अहिले सरकारमा छ यो राष्ट्रिय स्वतन्त्र पार्टीले पहिला पहिचान गर्ने त्यसपछि व्यवस्थापन गरेर हटाउने भनेको छ कहाँ पहिला हटाउने भनेको छ त छैन नि त ढुक्क तरिकाले बस्दा भयो यदि साँच्चैको सुकुम्बासी हो भने